यो कहानी हो करिब 2 महिना अगाडिको, जहाँ विशाल नाम गरेका व्यक्तिले एउटा सुरजलाई रोस्ट गरेका थिए। आज सुरजले विशाललाई रोस्ट गर्दैछन्। आउनुहोस् है त साथीहरू, हेरौँ यो रोस्ट भिडियो। यो भिडियो जस्ट इन्टरटेनमेन्ट पर्पजको लागि मात्र बनाएको हो। कसैको जीवनमा ठेस पुग्न गएमा वा कसैको गाँड फटेमा पुलिस केस गर्न सक्छ। बकवास नगरिकन भिडियोलाई लत्तै सुरु गर्दियौँ। यामवाई हुँदो रहेछ माई। 2 मिनटको भिडियो बनाउँदा र 1-2टा राइमिङ बनाउँदा कोही रोस्टर हुँदैन भाइ। तेरो भिडियो हेरेर आयो मलाई हाई। रोस्ट गर्नु जिगर हुनुपर्छ, जुन तमा छैन हेर भाइ। डाइरेक्टर साहब 1-2टा 3 मिनटको भिडियो बनाउँछु, रोस्ट हान्छु। मलाई एउटा तपाईँको रोस्ट च्यानलमा किन भयो चिक्ने राडीको छोरा मान्छे देख्दा पुरुष देखे पनि यो मुला हो मैला, केटी ढाक्न ढाक देखिजाछ तेरा दुःख थैला। निकितासँग सेक्स गर्दा भएछ तेरा लुका धेरै नै मैला। मेरा होइन ए भाइ, तेरा देखिरहेछन् दुधका ठुला थैला। तेरो शरीरभरि उम्रिएछ झार, स्क्रिनमा देखिएका सबैले तँलाई गरिसकेछन् बलात्कार। केटाहरूले खान्छन् तेरो मही, बलात्कार गर्नेहरूमध्ये म पनि हो एक है। चोपलमा लाएर हिँड्छस् रे तैँले हात्ती, खुला खुला आची नगर भाइ। अहिले आएर हाल्लान् सबैले मुक्का अनिएका नाति। मेरो सुरज आऊ तिमी रुममा, तिमीलाई दिनला यस्तो बाबु उमेर छ निकितासँग गर तिमीले मोज। अस्ति भर्खर खेतमा दिएको भुल्यौ क्या त्यति ठुलो डोज। निकिसा र पिसाले खाने गर्छन् कोदाको फाडो, पिसाले रातभरि निकिसाको चाट्ने गर्छ। युवा केटाहरूलाई हिन्दीमा भन्दो रहेछन् लन्डा। विशाल र निकिसा कहाँ आउँछन् दिनदिनै कुरोमा 7.0 काण्ड। जनावरमा राम्रो हुन्छ पाण्डा, यसका फ्यानहरूले रातभरि लुकेर हेर्छन् 0.7 काण्ड। हेलो, के अरे पिछाडो काण्ड आएको छ अरे? कति मिनट हो? के भन्छ यार, बाहिर को छ कि? हिजो राति निकिसा टोइलेटमा लटी, भनाउ त केटाहरू पिसाल र निकिसाको कस्तो लागेको छ जोडी। केटाकेटीहरू रोस्ट गरेर भइयो, ल दयाताई भनिदिनु त विशालको। सागर सर विशालले तपाईँले केही भन्नु छ? ले एउटा केही भनिदिनु त 2 शब्द। हेर विशाल धेरै नखोज तैँले मान। तँलाई आएन त मेरो साथी होस् बच्चैदेखिको होइन, तर म जिन्दगीभर साथी हुन्छ नि त। त्यही भएर म तँलाई रन्डीको छोरा पनि भनिदिन्छु क्या, किनकि तँ मेरो साथी हुन्छस् मलाई थाहा छ। बुझिस यो मान्छे रियल हो क्या, त्यही भएर यसलाई म गाली गरिरहेको छु। के हो कति कराको यार, गालीहरू के पाउनु छ हजुर? एकछिन हेर्न दिनुस्। जाडो छ जङ्गलबाट लिएर बालमुडा, ए केही त भनिदिनु विशालको बारेमा। ए भेलु बुढा, तिमी मार छोरले मात्रै गाली गर्ने, हामीले गाली नगर्ने त। मार चोर रोन्डीको बार्नुहोस् तेरिए मा टुक्ने हामीले होस पाएर कुरुगा तेरिए मा टिक्ने बौला। विशालले बोक्दो रहेछ छक्का झोला। ए साथीहरू यो भिडियो केटाकेटी छक्का सबैलाई सेयर गर्नु होला।